नमस्कार। मनको कुरा गरौँ भन्ने नारासहित आजदेखि फागुन महिनासम्म 3 महिना मानसिक स्वास्थ्य सचेतना अभियान 2082 सञ्चालन गर्दैछौँ। यहाँहरूलाई थाहा नै छ, स्वस्थ मन नै स्वस्थ जीवनको आधार हो। त्यसैले मानसिक स्वास्थ्यलाई प्राथमिकता साथ संवाद र चेतना फैलाउन यो अभियान सुरु गरेको हो र नेपालको सन्दर्भमा मानसिक स्वास्थ्य एक गम्भीर चुनौतीको रूपमा रहेको छ। राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणले 2020मा देखाएको थियो कि 10% वयस्कहरू आफ्नो जीवनकालमा कुनै न कुनै मानसिक समस्या अनुभव गरेका थिए र नेपालमा प्रत्येक वर्ष 7,000 भन्दा बढी व्यक्तिहरू आत्महत्या गर्छन्। यो अवस्था अस्वीकार्य छ, यसलाई परिवर्तन गर्नुपर्छ र त्यसको लागि हामीले बहुक्षेत्रीय सहकार्य आवश्यक छ। त्यसको लागि हामी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आएका छौँ र यो सरकार बन्दाखेरि नै मैले मानसिक स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता भनेको थिएँ। त्यसकारण समुदायमा आधारित स्वास्थ्यका प्रवर्धनात्मक कार्यक्रमहरूको साथसाथै आधारभूत तहबाट तालिम प्राप्त स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा प्रदान गर्ने र सङ्घीय स्तरका अस्पतालहरूमा बहिरङ्ग र अन्तरङ्ग मानसिक स्वास्थ्य सेवा विकास भइरहेको छ भन्न पाउँदा मलाई धेरै खुसी लागेको छ र यो सेवालाई सर्वसुलभ बनाउन, जनचेतना फैलाउन, स्वास्थ्यसँग जोडिएका भेदभावपूर्ण व्यवहार र कुरीतिहरू सम्बोधन गर्न बहुक्षेत्रीय समन्वयको लागि तपाईँहरूलाई यो सबैलाई आह्वान गर्न र हातेमालो गर्न मैले मानसिक स्वास्थ्य सचेतना अभियान 2082 सुरु गरेको छु र यो अभियानलाई सफलताका साथ सम्पन्न गर्न यहाँहरू सबैमा म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद, नमस्कार। स्वस्थ मन स्वस्थ जीवन मानसिक स्वास्थ्य सचेतना अभियान 2082 मनको कुरा गरौँ।